हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। देख्न सक्नुहुन्छ साथीहरू, आज चाहिँ हाम्रो भाइ कहाँ अरे? स्याङ्जाको होइन, पाल्पाको। अनि हाम्रो अर्को प्रेम भाइ चाहिँ कहाँको? जाजरकोट। देख्न सक्नुहुन्छ हाम्रो सन्तोष दाइ पनि हुनुहुन्छ, अनि उहाँ पाकिस्तानबाट। ए गाइजहरू, आज चाहिँ हामी आजमान बीच जाँदैछौँ है त साथीहरू। देख्न सक्नुहुन्छ हामी रोडैमा छौँ, अक्का लाएर। देख्न सक्नुहुन्छ चिसो चिसो मौसम, अनि बारिस पनि परिरहेको थियो। अहिले चट्टा लाएर रोकिसकेको अवस्था छ। बाहिर चाहिँ एकदमै चिसो चिसो हावा छ साथीहरू। चट्टा लाएर हाम्रो भाइ पनि छ, प्रेम पनि हिरो छ। सन्तोष अलिकति लुकेको छ, अलिकति हेलो भन्दै सन्तोष। सन्तोष चाहिँ एकदम राम्रो मान्छे, हामी चाहिँ सबैको कुरा काट्छौँ अरे साथीहरू। यहाँ भाइ चाहिँ सबैभन्दा हेर्छौँ छ होइन, दुबई आएर सबैको कुरा काट्ने मान्छेहरू फेरि है साथीहरू। भाइलाई चाहिँ एउटा गर्लफ्रेन्ड चाहिएको अवस्था छ है साथीहरू। चट्टा लाएर भाइ चाहिँ म्यारिड अरे। ओ मन पर्यो भन्ने तपाईँहरू म चाहिँ हैन म्यारिड है, मलाई यसो टेक्स हान्न चाहिँ मिल्छ है साथीहरू। टेक्स हान्न मात्रै है भाइ, गाह्रो छ नि साथीहरू अहिलेको अवस्थामा। सिङ्गल केटाहरू पाउनु त गाह्रै छ नि, केटीहरू मात्रै होइन है साथीहरू। देख्न सक्नुहुन्छ दुबई आजमान हो यो चाहिँ। आजमानमा पानी पानी छ, बारिस पनि छ। देख्न सक्नुहुन्छ साथीहरू, पानी पानी हो गया, मतलब ऐसा ही है ना, बारिस बहुत है। हाम्रो मुलुकमा चाहिँ अब साथीहरू असारमा बारिस पर्छ। यहाँ चाहिँ अब साथीहरू देख्न सक्नुहुन्छ चट्टा लाएर पानी पानी चिसो चिसो मौसममा छुट्टी पनि भएको अवस्थामा हामी सबै साथीहरू मिलेर चट्टा लाएर हामी चाहिँ हिँडिसकेको छ साथीहरू। आजमान बिच देख्न सक्नुहुन्छ साथीहरू, आजमान यस्तै छ। विदेश आएको पनि धेरै भएको छैन, गाह्रो छ नि साथीहरू। झिलिमिली देख्ने सहरमा होइन, सबैले राम्रो लाग्यो राम्रो खाएको देखेका छन् साथीहरू। हाम्रो दुःख हामीसँगै छ। चट्टा लाएर देख्न सक्नुहुन्छ है त साथीहरू। हेलो साथीहरू, देख्न सक्नुहुन्छ हामी फाइनल डेस्टिनेसनमा आइसकेका छौँ। उता पारिपट्टि जानुपर्ने हुन्छ आजमान बिचको लागि होइन। देख्न सक्नुहुन्छ साथीहरू, दम तयारका साथ एकदम। मेरो भाइहरू क्यामेरामा केही हेलो भन्दै केही भनिदियो भाइ। मेरो पनि छ उता हाम्रो एउटा साथी हुनुहुन्छ सन्तोष, वो जादू वो जादू जैसा देख रहा है। एल्ला हबिबी भन्यो चलेको छ होइन, भाषा पनि आउँदैन साथीहरू। जिन्दगीमा फर्स्ट टाइम विदेश आइएको छ। त्यो जिन्दगी यस्तै छ, दुःख गर्नुपर्छ जिन्दगीमा होइन, के नै छ र। पैसा नै रहेछ सब थोक भन्नुपर्छ, तर पैसा नै सब थोक पनि होइन होइन साथीहरू। तपाईँहरू बुझ्नुहुन्छ मेरो साथीहरू, त्यस्तै हो। यता हाम्रो भाइ पनि हुन्छ, ह्यान्डसम ह्यान्डसम हुनुहुन्छ। उहाँलाई साथीहरू केही छैन। हाम्रो रबिन भाइलाई पनि कोही कसैलाई मन पराएको भने साथीहरू हामी अब बिचमा आइसकेका छौँ होइन। तपाईँहरूलाई देखाउनेछौँ के कस्तो छ बिच होइन। चिसो चिसो मौसम छ, घाँटी पनि दुखेको छ, धेरै बोल्न अलिकति मलाई गाह्रो भइरहेछ, तर पनि साथीहरूको लागि दिइरहेको अवस्था। हाम्रो भाइहरू छिटो छिटो हिँड्नुहुँदैछ। यता हाम्रो प्रेम भाइ छ, प्रेम भाइ पनि हेलो भन्थ्यो, हेलो भन्थ्यो। ठिक छ, यस्तै छ। अब रोड क्रस गरौँ भने त्यसपछि हामी बिचमै मिलौँ है त साथीहरू। यस्तो चिल्लो चिल्लो घर, चिल्लो चिल्लो गाडी चढ्ने रहर हामीलाई पनि नभएको चाहिँ होइन। दुःख गरिँदैछ, कुनै दिन चढेला नि साथीहरू। मेरो भाइले भनेको है यो चाहिँ। अब हामी रोड क्रस गर्दैछौँ। यहाँ रोडमा साथीहरू हुनुहुन्छ, सबैजनाले एकचोटि हेलो भन्नुपर्ने हुन्छ। सन्तोष गोर्खादेखि, हाम्रो भाइ स्याङ्जाबाट, हाम्रो भाइ कहाँबाट? जाजरकोट। अब हामी यो सिग्नल क्रस गरेपछि हामी बिच पुग्छौँ है त साथीहरू। यहाँनिर आजमान बिच छ, कर्नेज भन्छ त्यसलाई चाहिँ साथीहरू। ल रमाइलो छ, विदेशमा घुम्नको लागि त सबै थोक ठिकै छ, चलेकै छ। त्यही हो, दुःख सबै कुरामा हुन्छ। अब साथीहरूलाई भ्यू देखाउन सकिएन साथीहरू। जति पनि देख्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ सबै माछा मार्ने बोटहरू हुन्छ नि, यस्तै जहाज हो। उतापट्टि देख्न सक्नुहुन्छ सार्जा, यतापट्टि आजमा नै हो। यो आजमानकै छेउमा त कर्नेज बीच भनौँ न। अब हामी त नेपाली समुद्र भनौँ साथीहरू। यस्तै छ, हजुरहरूलाई देखाउन सकिनँ, कुनै दिन देखाउँला।
समुद्र कस्तो छ, समुद्रको छाल आइरहेछ, एकदमै पानी पनि वाउ टाइपको भइरह। साथीहरूलाई म देखाउने नै छु। आजलाई यस्तै होला, रात पनि परिसकेको छ, साथीहरूलाई केही देखाउनु पनि सकेको छैन। त्यसको सिस्टम देख्न सक्नुहुन्छ, यो चाहिँ डस्टबिन हो साथीहरू। यता पनि रमाइलो टाइपकै छ। यहाँ फेरि चुडाएर मार्ने फेरि यस्तो सिस्टम यस्तो छ फेरि दुबईमा फेरि। ल है त साथीहरू, म भाइलाई ट्याक्सी गरेर नबिर्सिनु होला। तपाईँको प्यारो भाइलाई जो राम्रो राम्रो नानीहरू हुनुहुन्छ यसो ट्याक्का मलाई ट्याक्सी गरिदिनु होला। साथीहरू देख्न सक्नुहुन्छ छाल यसरी आएको छ। समुद्र आसमान बिच है त साथीहरू। अब हजुरहरूलाई राम्ररी नजर त देखाउन सकिएन र पनि कोसिस गरेको छु। आशा छ हजुरहरूलाई कुनै दिन टाइम मिलेछ भने। अब दुबईको टाइम यस्तै हो हजुर, के छ र छुट्टी पनि मिल्दैन। अब कुनै दिन मिलेछ भने दिउँसो आएर चट्टा लगाएर हजुरहरूलाई देखाउने छु। यति भन्दै देख्न सक्नुहुन्छ आज पानी पनि निकै राम्रो परेको कारणले गर्दा छाल निकै राम्रो आहा देख्न सक्नुहुन्छ है त साथीहरू। आजमान कारण है ल है त साथीहरू, बिच चाहिँ यस्तै छ हजुरहरूलाई। ल है त साथीहरू, यस्तै छ समुद्रको बहाव, हावाको बहाव यस्तै छ। राम्रोसँग देख्न सक्नुहुन्छ है त, यस्तै छ। राम्ररी देखाउनु सकिएन राति आएको हजुरहरू। बिचमा त अब एकदमै राम्रो छाल पनि थियो, सबै थोक थियो, देखियो। अब हजुरहरूलाई चाहिँ देखाउनु पाएन, रात परेको थियो भन्दाखेरि हाम्रो अँधेरो भइसक्यो। अब हामी चाहिँ अब छुट्टी त्यस्तो सबैको मिल्थेन। अब हामी ढिलो आयौँ, त्यही कारण चाहिँ अलिकति देखाउन मिलेन, हजुरहरूलाई देखाउन सकिएन। तर कुनै आशा छ कुनै दिन हामी टाइम मिलेछ भने हजुरहरूलाई देखाउने छौँ। अब हामी ट्याक्सी पक्र्छौँ, अब भिडियोमै मिलौँ होइन त साथीहरू। यस्तै छ। ल त्यसै हो, सबैजनाले लाइक सब्सक्राइब गर्दै रहनु होला। अब हामी अब दुबईदेखि अब खाडीमा सबैले दुःख गरिरहेछ। अब फेरि यसो हो, हजुरले भन्नु होला ए केटाहरू यस्तो घुमेर हिँड्ने छ, पैसा कमाएको छ ह्याउँ भन्नु होला। तर यस्तै हो, कसैले पैसा कमाउनु त्यस्तै हो, घरमा पठाउनु पर्छ। 20-30 हजार पनि धेरै जाँदैन। अलिकति आफूलाई खान मन लाग्छ, घुम्न मन लाग्छ, त्यही हो नि। अब अहिले भर्खरको जेनेरेसन केटाहरू अलिकति खान मन लागिहाल्छ, घुम्न मन लागिहाल्छ, अलिकति खर्च भइहाल्छ, घर पैसा पठाउनु पर्यो, टेन्सन हुन्छ। त्यो अनुसारले चाहिँ अलिकति हो नि साथीहरू। हो त्यही हो। अब जो अहिले आछ उसलाई थाहा छ नि त, जो अहिले आछ अहिले भर्खर आछ जुन भन्छ नि साथीहरू, खुर्पाको बिड अचानकलाई थाहा हुन्छ भने जस्तै हाम्रो भाइको एउटा कथा सुनिहाल्नुभयो। ल है त साथीहरू, यस्तै कुरा गर्दै गरौँला। अब हामी ट्याक्सी पक्र्छौँ, त्यसपछि हजुरहरूलाई देखाउनेछौँ है। यस्तै छ साथीहरू, भ्लग बनाउनु पनि आउँदैन है त। जे जस्तो सब माया गर्नु होला, सपोर्ट गर्नु होला। हाम्रो भाइ भन्छ लाइक एन्ड सब्सक्राइब गर्नु होला। जो हाम्रो भाइ चाहिँ मगरै हो है, फेरि ह्यान्डसम पनि छ। नयाँ युट्युब च्यानल हो, अलिकति बनाउन गाह्रो होला, अरूले जस्तो कन्टेन्ट दिन नसकौँला। तर हजुरको साथ सपोर्टले गरेर चाहिँ अलिकति कन्टेन्ट सिकाउँला। हामीले पनि अरूको भ्लग हेरिआउँछौँ, त्यसबाट नै सिकिरहेको हुन्छ नि त दाइले पनि। त्यो अनुसारले चाहिँ अलिकति साथ सपोर्ट आयो भने त फेरि आफूलाई पनि जोस आउँछ नि त मनबाट। अनि मेरो बढेछ, म चाहिँ गर्न सक्छु भन्ने हुन्छ। त्यो अनुसार चाहिँ अलिकति सपोर्ट हान्नु पऱ्यो नि दाइलाई। अब चाहिँ हामी चाहिँ हिँड्यो साथीहरू रुमतिर। यस्तै छ, अब लाडा भइरहेछ, केही बोली नै आइरहेको छैन साथीहरू। साथीहरू हामी चाहिँ साथीहरूसँग टाउका लाएर केटाहरू हुन्छ। यता हाम्रो भैया किधर से आप? पाकिस्तान से। हाँ, मुश्किल तो नहीं है ना? थोड़ा मुश्किल नहीं। हाँ, आप तो बहुत हैंडसम लग रहा है ना। हम हैंडसम हैं, कौन बोल नहीं है? हाँ ना, आप बहुत हैंडसम है। हाँ हैंडसम है भाई, हम खुद बोलते हैं मुश्किल नहीं है। ओके, अभी पाकिस्तान में लाइन लगा है लड़की का हैंडसम का। तो हैंडसम भी देखो अभी इधर क्या कर रहे हैं। सही है। अब मुल्क में जाएगा तो हमारे लिए सबको बोलो। अच्छा, आपका ये फ्रंट कैमरा नहीं है? फ्रंट कैमरा मतलब ऐसा है, थोड़ा क्वालिटी मानता है। उसका क्वालिटी उसमें नहीं है। हाँ हाँ, क्वालिटी है, मतलब पीछे से ज्यादा कैमरा में पिक्चर लिया ना, वीडियो लिया, मतलब इसलिए पीछे से ही दे रहा है, मतलब क्वालिटी कम वो कर रहा है। सही है। हाँ हाँ हाँ, मुल्क में जा रहे हैं। हाँ हाँ हाँ, कभी आएगा वापस? अभी आएगा 2 महीने बाद इंशाल्लाह। अब काठमांडू से? नहीं, अब काठमांडू से नहीं है, थोड़ा काठमांडू से थोड़ा 2 गाँव में है। सही हो गया।
बर्बाद हो गए ओके यार साथीहरू हामी चाहिँ घुमेर आइसकेको छौँ है त भिडियोलाई यहीँ अन्त्य गर्छौँ आशा छ हजुरहरूलाई मन पर्यो भने लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला आशा छ आजको भन्दा भोलि राम्रो गर्ने मेरो बाचाको साथ भिडियोलाई गरौँ यहीँ हामी इन्ड